साथीहरु नमस्कार सबैजनालाई गुड आफ्टरनुन। आज चाहिँ हामी कहाँको छौं साथी? के अरे मलाई त भन्नु पनि आउँदैन। आइकम बिकम 10 मा 5 कम हैन। आज चाहिँ हामी उसको छोराको बर्थडे खानु आएको। तर बर्थडे त हिजो नै हो, तर अब आज चाहिँ हिजो उसको आज चाहिँ हामी खानु आएको। अनि त्यही मौकामा मैले ब्याग पनि बोकेको छु। त्यहीको मौकामा मैले ब्याग पनि बोकेको छु। तर कस्तो फोन मात्र अट्ने हो, केही नअट्ने हेर न। अनि अट्छ त, चार्जरहरु अटिरहेछ त नि। केही नअट्ने हो, लिपस्टिक एउटा दुईटा अटे भइहाल्यो त नि। केही नअट्ने। अब तिमीलाई ठ्याक्क थोरै सामान बोक्नलाई अब त्यसको लागि हो क्या। अनि अब बोक्नु पर्छ नि छ त। अब हामी चाहिँ अहिले तिम्रो कोसको पर्खाइमा रोसिस र रोशनीको नि पर्खाइमा हो। खोइ रोशनीको चाहिँ हामीलाई रोशनीले हैन, रोशनीको चाहिँ तिम्रो फुपा बिरामी भएर त्यही भएर चाहिँ रोशनी आउनु पाएन हैन। उसको फुपा बिरामी भएर अहिले क्याम्पमा छ अरे, त्यही भएर आउनु पाएन। स्पेशल खोइ कुन त के छ यहाँ हुन्छ क्या। अब हामी चाहिँ रेजिना र रोसिस आएपछि चाहिँ तपाईको फेरि हामी कन्टिन्यू गर्छौं। सोधौं न भाइ। यहाँ चाहिँ रोनी लाग्छ, सोध्दैछ स्पेशल के छ यो 1 नम्बरको बडे के छ यहाँ मिठो? हाम्रो यहाँ मिठो काँटी रोल, शर्माहरू, नानहरू, यस्तो मसलाहरू प्राय हामीसँग न यो भएर पराठा त उयो गर्नु मिठो हुन्छ। पियाको पिज्जा सिधा छैन? पिज्जा छ, पिज्जा पाउँछ। चिकन पिज्जा छ, यस लार्ज चिकन पिज्जा। लभर नर्मल हाम्रो एउटै मात्रै उयो हुन्छ हजुर साइज। ए एउटै हो। हामी चाहिँ यहाँ छौँ है। यो चाहिँ ट्याक्क अगाडि लुलु छ, त्यहाँ अगाडि दाइहरू आउँदै होला। हाम्रो हिरो हिरोइनी चाहिँ यता छ, तर किन धन लगाइजहरू हेलो भन्न त। हेलो कस्तो कोरियन जस्तो देखेको, कस्तो कोरियन जस्तो देखेको सिधै दिला त। म चाहिँ फेरि केटा भएर आइरहेछु। ल हेर्नु होला गाइज, रोमी पनि कति राम्री देखेको छ। छैन कति राम्रो देखेछ, राम्रो देखेछ। घटेर यस्तो स्लिम भएको छ हाम्रो साथी। देखाइदेऊ त फिगर। होइन तिमी धेरै दुब्लाको छौ यार साथी, यस्तो राम्री। अन्त है ठिक छ, राम्रो छ साथीको आउटफिट आजको। यस्तो छ, राम्रो देखेछ, खतरा खतरा देखेछ। हाम्रो एउटा हिरो चाहिँ यता छ, पुरै मिनु उसको सर्च हुँदैछ के छ कसो छ। अब हामीले इच्छा हो मन भन्ने भने बनाउनु हुन्छ, बनाउनु हुँदैन। यो हुक्का मात्रै हो, यो हुक्का खानु पनि 1 घन्टा लाग्छ। हुँदैन हुक्का। ल गाइजहरू अहिले छोराहरू आएको अवस्था, बर्थडे बोय। अनि यता ओरेतिर यता हाई हाई हाई। यहाँ चट्टो पट्टो त छैन रहेछ। मुस्ताङ आलु छ सबैभन्दा। उयो पनि पाउँछ, उयोहरू पनि पाउँछ, सुसीहरू सबै पाउँछ। जे भन त्यही हो। त्यो चिया बनाउनु आउँछ नि, चिया स्टेसन। अब हामी यहाँ कहाँ जाने, यो भाइहरूकोमा फेरि पिरो अमिलो नपाउने रहेछ। कहाँ जाने कहाँ जाने कहाँ जाने भनेर म लान्छु नि त अर्को ताल। अनि हामी चाहिँ अब यहीँ बस्ने डिसिजनमा छु। सिधो र म पो के गर्नु, हुक्का आइसक्यो, हुक्का आइसक्यो हो।
छेउ हाँसेको दिदी किन बठाउनु त पाइन्छ किन के गर्नु पर्यो हल्ला गरेर मातेर दुईजनाको दुखमनको कुरा हुँदैछ यहाँ नहाल्नु फेरि यो चाहिँ हो यसरी पो राम्रो आयो हिजो राति किन म लाइभमा नआएको थाहा छ तपाईँहरूलाई मलाई बाउले कुटो नि त त्यही भएर म नआएको सबैलाई पठाए साथीहरूले म त हेर्छु उसको लाइभ किन आएन भनेर नेट बिना फेरि सास अड्किन्छ लाइभ किन आउँदैन केटी भन्छु म चाहिँ होइन भोलि कहाँ जाने भन्ने सल्लाह गर्नुलाई गरेको म चाहिँ टाँसिने बढाउ किन नउठाएको भिडियो कल झर्दैन के भनेको धुम्रपान मद्यपान गर्ने मान्छेहरूसँग पनि सकिँदैन ह्याप्पी बर्थडे छोरा के भनेको भाइ थ्याङ्क यू बर्थडे चाहिँ इज्जत छैन होइन हामी सिधीतिर मात्रै डिलिसियस हाम्रो ससेज माई फेभरेट ससेज हो यो चाहिँ कस्तो पिज्जा नमाउ बर्थडे बोय रोनी लाङराई केच छ ठिक छ दुईजना एउटै उमेरको देख्छ कि देख्दैन देखिँदैन तर एउटै उमेरको अलमोस्ट यता सिटी दिदी यता रोमी दिदी कस्तो माया लागिरहेछ मलाई दिदीको यो चाहिँ सेज है सेज रेस्टुरेन्ट हो गाइज एम्बियन्स ओभर दामी छ फुड चाहिँ अब हामी टेस्ट गरेर भन्छौँ ल बाई बाई हाम्रो यो के अरे बफेलो विङ्स चाहिँ स्पाइसी बफेलो विङ्स चाहिँ आइसकेको छ एक्स्ट्रा स्पाइसी एड गरेर आएको अरे खै हेरौँ कस्तो हुन्छ पनि ताना त रोसिस म सब भेटिन यस हेर्दा फेरि चाहिँ पिरो मिठो चट्टो छ जस्तो अब खाएपछि हामी तपाईँहरूलाई रिभ्यू दिन्छौँ हेलो गाइस अब चाहिँ हाम्रो चिकन विथ आइसकेको छ कस्तो स्वर भाँच्दैको हाम्रो चिकन विङ्स चाहिँ आइसकेको छ अन्त यहाँ बफेलो विङ्स चाहिँ खाइसक्यो ओभर मिठो छ मिठो 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 गाइस अहिले एकछिनतिर अर्को चिज आएर चाहिँ भेट्छौँ ल चेस गरौँ न त ल पिज्जा खाऊँ हो पियाला चियो अरे पिज्जालाई चेस गरौँ भनेको पियाला चियो ह्याप्पी बर्थडे मेरो बर्थडे ल ह्याप्पी बर्थडे गाइजहरू हाम्रो छोराको बर्थडे के छ सौताले खोजेको प्लेटमा खानु म त एउटा मात्रै खान्छु दुईजनाको दाइ पर्छ ठुलो हो क्या मेरो दाइ हो हाम्रो त दुईजनाको दाइ पर्छ बेस अलिक हुन्छ माथिबाट आफैले हालेको त्यही हालेको झन्डै भागो कष्टमा
छैन खाऊ न पक्का भयो थ्याङ्क यू यता थोडा अचार अब उनीहरू त उयो छ हामी त चियर्स हामी रक्सी खाँदैनौँ त्यही भएर ससेजबाट चियर्स पिज्जाबाट चियर्स ल अब हामी उयो बियर मात्र चियर्स होइन यो पनि चियर्स यसमा चाहिँ बियर छैन त्यसैले ससेज चियर्स भन्दैन थियो अब अहिले चाहिँ बियर है मिठो छ यो पनि त्यही भन्दा चाहिँ त्यही मिठो अघि त्यो खाएर पिरो खाएर त्यो चाहिँ कुले कुले पिरो होइन नान पनि खाने हो कि भयो अगाडिन्छ अगाडिसक्छ हो नान आइटम पनि खाने हो अब भोक लाग्छ होला फेरि मलाई के भएको भनेर अब पर्खर आएछ है कति पर्खेको बल्ल बल्ल आयो बिरयानी आउनु बाँकी छ अब कस्तो छ यो हामी टेस्ट गरेर भन्छु टेस्ट गरेर भन्छौँ भाउजू खानु नि म चिज खान्छु चिज खाऊ न नि चिज खान्नौ खान्छु खाऊ न त नि खाऊ दुइटै खाऊ म खाँदैन रोनीले चाहिँ खालि बिगार्छ हौ जे पाइ त्यही गर्छ क्या अनि यो त साह्रै म त पाइ त्यही गर्छ अन्त कस्तो छ कस्तो छ रिभ्यू चाहियो ल खोइ लाइटर राइटर ये दर्शन उठा उठा फर्को ये लोग हमें एउटा मात्र छैन एउटामा काम मेरो आमा छैन कानभरि लाग्यो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Zora. Happy birthday to you.
आफ्नै बर्थडे त हो नि हौ आफ्नो मम्मी त हो नि अरे न न पनि यही बता बर्थडे छोरा दिलान खुवाइदेऊ बर्थडे छोरा भयो अब सही अरे न प्लिज अब गालातिर छ होइन ह्यापी बर्थडे रोसी Happy birthday to you. Happy birthday, dear Rosie. के गरेको लाफे पुजाले? सावाला पिर भइसक्यो लुगा मैला हुन्छ। मेरो हात गराउनु। अन्त यहाँ हामी ए लुगा पुजा गर्छ। ज्याकेट खोल्नु हो लु। भयो सेतो लुगा लु खान्न। रोल्न देऊ भाइलाई रोल्न खुवाइदेऊ उठाऊ बाहिर खुवाइदेऊ यसो चाहिँ के छ खाना ए चाहिँ खै बर्थडे दादा खै दाइलाई के हो यस्तो भाइ के हो ए गिफ्ट त झन् नदिगर अब आन्टीले चाहिँ तपाईँको 20 रुपियाँ मात्रै दिँदैछु यहाँभित्र सबैजनालाई मेरो छोराको बर्थडेको केक खानु होला 20 रुपियाँ नै हो रहेछ है 20 रुपियाँ रहेछ क्या थ्याङ्क यू अब मलाई डाइरी पछाडि एकछिन न मैला के गरिरहेको छु कस्तो मेहनत के भयो के भयो हेर्नु न भयो बाबु प्लिज के गर्नु अरे अरे रोल बोलाइसकेर यहाँ म त होली पो खेल्छु अलिकति यस्तो हेर्यो यहाँनिर पत्ता आयो के आयो भने यस्तो नगर्नु प्लिज चाहिँ नगर्नु म त जान्छु फेरि म त कस्तो जान्छु सबैजना निधार लिएर त्यहाँ के गरिदिरहेको टिसु नै सुत्यो सबै यो त होली खेलेको पहिला गर न मान्छेको म त लास्ट इयर सिडी खाइदिन्छ खै टिसु नै सर्भ गरेछ ल गाइजहरु तर रोसिसले मेरो कस्तो के गरे गालामा के खान खोजेको अरे ओ के भएको बेइज्जत भयो नि मम्मीको के गरे गरेको छु के गरे यस्तो चाहिँ ओए यो त घर बेइज्जत भयो त बर्थडे बोय खै हेरौँ त यस्तो पत्ता आयो मलाई के थाहा के हो भाइले भर्खरै हान्यो नि त अलिकति केही होइन नुन नगा दाइलेको लुगा धुनु केही छैन क्या कस्तो हो र अन्त हौ केही छैन कस्तो रिसाएको फेरि अब बर्थडेको दिन उयो भयो नि त दाग लाग्यो नि त म धोइहाल्छु भोलि धुन्छ अरे आफै उयो ल्याइदेऊ न टिसु लु सिजलिङ कि पिजलिङ खान्छ लु सिजलिङ कि पिजलिङ हाल्दिन्छ आफूले खाएँ म त तिमीहरू खाँदैन म स्टार्ट गर्छु यो चाहिँ तपाईँको सिजलिङ अरे खै सिजलिङ कि पिजलिङ कसरी खानु हो यो ल गाइजहरु अब हामी चाहिँ फाइनली घर फर्केर बर्थडे सकेर हामी चाहिँ जाँदैछौँ अब खाइ नसकेर यो बिरयानी अब हामीले खाइसकेनौँ अनि त्यो के अरे त्यसको नाम हो त्यो पनि खाइसकेन सिजलर कि पिजलर होइन चिकन सिजलर सेज त क्याफेको नाम पो त खान्छ अब आजलाई यति नै होइन ल 1 सेकेन्ड फेरि ह्यापी बर्थडे छोरा बी खोइ मजाले भन्नु पर्यो नि त खै म थ्याङ्क यू भन्नु पर्यो नि त यस्तो गरेर कोरियन भएर
कोरियन भएर यस्तो गरेर ल अब गाइजहरू आजलाई यति नै गुड नाइट सी यू टुमरो भोलि भेटौँ ल साथी बाई बाई गरिदिनु त बाई बाई गाइस रेजिना ल रोनिल बाई बाई के कसले अनि रसिस दाइ बाई बाई रसिस दाइ बाई बाई